यस्तो हुन्छ यो रुख छ नि यो सानोमा फालेको छ नि भोलि ठुलो भए पनि यसलाई फाल्न घाउ मान्छन् तर पुरा मिल्दैन क्या मैले त घर अगाडि त्यस्तो अरू रुख गयो भने त्यसले भोलि बिरुवा जान्छ भने म सानो फालिदिन्छु कोही बेला लत काट्नु यसले भोलि बिहान दिनमा घरको छेउछाउमा यस्ता बर्डर के अरे सिमानामा यस्ता बिरुवा छ नि यो जस्तो जिङ्गर छ यो सानोमा फालिदिने भने ठिक हुन्छ यो भोलि ठुलो हुन्छ माया लाग्छ विवाद हुन्छ जसको भयो नि मैले भनिदिएँ मैले हाम्रो घर अगाडि भागालाई उहाँ त म पसन्द गरेर बोलिदिन्छु रुखी बन्छ अहिले पछाडि पो पोकेटले अगाडि घाँसलाई काट्नु मिलाएर बाटामा बनाउने अनि यो थिच्ने नि भाइ बाबु यो